चिर्दैसम्म लाएन भने चाहिँ यसले फेरि आँखा पनि देख्दैन हो। हेलो गाइस, स्वागत छ तपाईहरुलाई मेरो यो सानो युट्युब च्यानलमा। र अहिले चाहिँ भने हामीहरु जाँदैछौँ दाउरा काट्नु र लाइक शेयर एन्ड सब्स्क्राइब गरिदिनु होला भिडियोलाई। मन परेमा शेयर पनि गर्नु नबिर्सिनु होला गाइस। नाना छ रुखो बोकेर हिँडिरहेको छ गाइस। मेरो गीत सुन्नुहोस् है। माझी दाइले माछा मार्यो जालै हानेर, तिमी मन पर्यो मलाई दिले बाटानी। लासो गाइस दाउरा काट्नु लो जंगलमा आएको छ यहाँ। है त हाम्रो बारी पर्दैन होला है। ओ यो रुख ढाल्नेवाला छ यहाँ। हो यो चाहिँ यहाँ चाहिँ हाम्रो भाइले चाहिँ रुख ढाल्नु स्टार्ट गरिसकेको छ। काम गर्छ। यो रुख सुकेको रहेछ। दाउरा बाल्नु पर्छ गाउँ बस्तीमा, चुलामा खाना पिना बनाउनु पर्छ, अनि हामीलाई चाहिन्छ दाउरा। त्यही भएर दाउरा काट्न आएको छौँ। र गाइस यसलाई चाहिँ यता ढाल्ने, त्यो भएर यहाँ काट्नुपर्छ हो। गाडी छ अब यहाँबाट काट्दैछु, उता ढाल्छौँ हामीहरू। हाम्रो भाइले चाहिँ जङ्गलमा आउँदा पनि ग्लास लाउँछ है। चस्मा लाएन भने चाहिँ यसले फेरि आँखा पनि देख्दैन हो। त्यस्तो छ, यति साह्रो कम छ। आइया हो अर्किन्छ भन्दै थिएँ नि मैले। अर्के होइन, त्यो रुखले अर्काउलाई जस्तो थियो नि अघिदेखि नै। ए ल झरे झरे झरे। अब चाहिँ भाइले रुख ढालिसकेको छ। म चाहिँ अब यहाँ ढोको अनि बम्फोक अनि यो आरा लिएर जानुपर्ने छ। यस्तो छ है हाम्रो काम चाहिँ। अब मलाई सबभन्दा अल्छी लाग्दो काम चाहिँ आरा तान्नु हो नि त। काम गर्नु अब छिटो।
अहिले चाहिँ भइसकेर चाहिँ हामीले सबै दाउरा चाहिँ ठुन्काइसकेका छौँ र सबै गेरिसकेको ठ्याक भाचाउनु मात्रै छ र नाना चाहिँ यहाँ के गर्दैछ अहिले फोन चलाउँदै बसिरहेको छ अल्छीले र अब चाहिँ हामीले काटिसक्ने आँटेको छौँ गाइस नाले चाहिँ एउटा टाइम गरेन आज के पानी परेको खोइ नि त राम्रो हुन्थ्यो पानी परे भयो त कैसा बजेर चिर्नुपर्छ हामीले चाहिँ आरा लगाएर टुक्रा टुक्रा पारेर काटिसकेका छौँ अब चाहिँ भाइले चिर्नेवाला चिर्दैछ यो चाहिँ जब सारा उयो फस्किँदैन कि सुकेर राम्रो अब चाहिँ यहाँ भारी मैले यहाँनिर है चिरिसकेर भारी पनि लगाइसकेको छु अब यो बोकेर घर लान्छु भाइले चाहिँ यहाँनिर चिर्दै गर्छ र नानाले चाहिँ दाउरा बोकिसकेको छ गाई खतरा भयो चाहिँ र अब चाहिँ नाना जाँदैछ यो बाई बाई नाना र म त दाउरा चिर्दैछु नाना र गाइस हेर्दै गर्नु होला भिडियो चाहिँ मेरो साथ दिनु होला हेलो गाइस र अहिले चाहिँ भने हामीले सकेको छौँ दाउराहरू काटेर भारी पनि लगाइसकेको छौँ सबै सक्यौँ र हामीले कति भारीको लग्यौँ नानाले हामीले 4 भारी लग्यौँ अघि 2 भारी कति भारी लग्यो अघि 3 भारी र अहिले चाहिँ 2 भारी छ 5 भारी चाहिँ हामीले दाउरा काटेको छौँ र हेर्न सक्नुहुन्छ यो खुङखार जङ्गलमा चाहिँ हो हामी छौँ खुङखार अरे कहना क्या चाहते हो